भन्ने ठाउँमा कस्तो खालको कुरा गर्नुहुन्छ सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू मेरा प्यारा दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्छु भने आज नेपाली नागरिकहरू मुक्ति हुने दिन हो। मैले आज बिहान एक्सर्साइज गर्दा एउटा कुरा सम्झेँ क्या गरिसकेँ। म आज 15 किलोमिटर कुदेँ सम्झेँ त्यतिखेर मैले क्या स्वर्गीय मदन भण्डारीलाई सम्झेँ क्या जननेता। उहाँले के भन्नुभएको थियो भने एउटा राजा देशमा एउटा राजा रहनु र नरहनुमा कुनै फरक पर्दैन, तर राजा हटाएर हजारौँ राजा भयो भने ती आम नागरिकहरूको एउटा वृत्ति विकासमा कुनै फरक पर्दैन भनेर जुन भनेको कुरा मैले आज बिहान सम्झेँ क्या। स्वर्गीय मदन भण्डारीलाई जो जनताको बौद्ध जनवाद भन्ने बौद्धलीय जनवाद भन्ने म उहाँलाई सम्झिँदै गर्दाखेरि वास्तवमा उहाँको त्यो जनताको बहुदलीय जनवाद त मारवाडीलाई पो लागू भएछ त। मारवाडी जनवाद भएछ, तस्कर जनवाद भएछ होइन। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझ्नुहोस् भने यो व्यवस्था परिवर्तन गर्न म सम्पूर्ण यो व्यवस्था परिवर्तन गर्नलाई एमाले भित्रका पनि जो मदन भण्डारीलाई मान्नुहुन्छ साँच्चै माया छ भने विद्यादेवी ईश्वरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजको मेरो आमा समाजको मान्छे आजको जुन हाम्रो टिमकुनेको सभालाई सम्बोधन गर्न उहाँ आउनुपर्छ भन्ने कुरा लाग्छ। होइन, आजको कार्यक्रमलाई सम्बोधन गर्न त भनेको ध्रुवको स्वागत नेपाल हुनुहुन्छ, ध्रुवलाल श्रेष्ठ हुनुहुन्छ, स्वतन्त्र विचारकहरू सबैजना हुनुहुन्छ, यो स्वतन्त्र सबै नागरिकहरू हो। त्यसमा पनि मैले के भनेको भने जनताको बहुदलीय जनवाद भनेर जुन मदन भण्डारीले एउटा अगाडि बढाउनु भएको थियो नि त्यो त आज हामीले बढायौँ नि अगाडि जनताका लागि। भनेपछि राजा सहितको प्रजातन्त्र हुन्छ, अब राजा सहितको गणतन्त्र हुँदैन, राजा सहितको प्रजातन्त्र हुन्छ। राजा र प्रजाको बिचको जुन राजा र जनताको बिचको जुन पर्खाल छ नि त्यो चाहिँ आजदेखि भत्किन्छ। आजदेखि जनता बिचको पर्खाल थियो नि जुन पहिला घेरा थियो नि त्यो भत्केर राजा र जनता एक भएर अघि बढ्छन्। आज त्यो बढ्ने राजा आजबाट जनताको कित्तामा आउनुहुन्छ, राजा आजबाट जनताको कित्तामा आउनुहुन्छ, जनता राजाको कित्तामा आउँछ। एउटै कुरा किनभने राजालाई पनि एउटा कुरा के मन छ भने राजालाई के छ भन्दा राजालाई र बुझ्ने मान्छेलाई आफ्ना चेलीबेटीहरू बेचिएको कसैलाई मनपर्छ? आफ्नो भूमि मिचिएको कसैलाई मनपर्छ? तपाईँलाई म आज एउटा कुरा भन्छु, आज प्रचण्डहरूले भिरगुडी मण्डपमा जुन सभा गर्दै गर्दा के को लागि गर्नु हुँदैछ? तपाईँहरूको लागि जनमुक्ति सेना र तपाईँहरूलाई त्यो ठाउँमा पुर्याउने आज जनमुक्ति सेनाका चेलीबेटीहरू नि आज रत्नबागमा घुम्दैछ। आज बसपाका होटलहरूमा भाडा मार्दैछन्। आज बसपाका होटलहरूमा ती चेलीबेटीहरू नि दिउँसो टेबिल पुछेर बसिया छन्। त्यो नेपाल छ त्यहाँ जनमुक्ति सेनाको। आज तपाईँहरूलाई त्यहाँ पुर्याउने जनमुक्ति सेनाहरू घाइते जिन्दगी लिएर गोली शरीरमा बोकेर साउदी र कतारका खाडीका मुलुकमा 50 डिग्रीको तातोमा घरका भित्ता पुस्न बाध्य छन्, त्यसको अन्त्य गर्छ ती युवाहरूलाई फर्काउनु। त्यो जनताले उपचार पाएका छैनन्, घाइतेहरूले उपचार पाएका छैनन्। अनि म प्रचण्डलाई के भन्छु भने तपाईँ त्यो भिरगुडी मण्डपमा गर्ने कार्यक्रम भापेर मैले गल्ती गरेँ दुर्गाजी, तपाईँहरू जस्तो एउटा गुमाएँ। जनमुक्ति सेनाको मलाई पाप लाग्छ। हेर्नुहोस् अयोग्य भए, हिजो लडिन्जेल योग्य भए, लडिन्जेल उनीहरूलाई कुर्सीमा पुर्याइन्जेल योग्य भए, उनीहरू कुर्सीमा पुगेपछि अयोग्य भए है। अनि तिनीहरूलाई दिने 2 लाख रुपियाँ भनेको नि 2 लाख दिने निर्णय गरेर यता सर्वोच्चमा निवेदन हालेर त्यो पैसा पनि रोक्थ्यो। भनेपछि हामीसँग डराउनु पर्दैन प्रचण्डले, हामीसँग डराउनु पर्दैन केपी ओलीले। डराउनुहोस्, तिनै जनमुक्ति सेना छन्, तिनै
अयोग्य लडाकुहरूसँग तिनै तिनै चेलीबेटीहरू छन् बसपाका होटलहरूमा भाडा मान्नेर नि त्यही उसले चेलीबेटीहरू ती पूर्व लडाकुहरूसँग डराउनुहोस् प्रचण्डज्यू तपाईँ वर्षमान पुनलाई पनि त्यही भन्छु जनार्दन शर्मालाई पनि त्यही भन्छु जनार्दन शर्माको पार्टनर होइन विनोद चौधरी वर्षमान कुनको पैसा कम्बोडियामा छैन छ यिनीहरूले नेपालमा पैसा कमाएर चाइनिज बेस देशहरूमा लगानी गरेका छन्